गाइस मलाई कुनै भिडियो बनाइरह मलाई कुनै मुड छैन म एकदम थकित छु आई एम एक्जस्टेड हैन अनि म दिनभरि हुन्छ नि बिहान उठ्यो हैन 5 बजे उठ्यो हैन सरी 6 बजे उठ्यो किन गफलाउनु म अहिले हेटौडा छु विकल्पको घरमा अनि म बिहान उठेपछि चाहिँ म आफ्नो जब पार सबै भ्याउँछु हैन लगभग त्यति बेलासम्म 7-8 बजे आउँछ यिनीहरू दुईटा चाहिँ बाबु र विकल्प दुईटा भुस भएर सुतेर हुन्छन् त्यो बेलासम्म या सरी गाइज के भयो अनि त्यसपछि अनि आन्टीले चिया खान उठाउनुहुन्छ सबैलाई अनि हामी चिया खान्छौँ 8 बजे टाक्लाकै भ्याइन्छ सबै मेरो काम पनि अनि विकल्पले मुख नदिकन खान्छ अनि यस्तै हुन्छ हैन म त्यो डिटेलमा जान्न धेरै अनि के हुन्छ भन्दाखेरि अनि त्यस्तो हुन्छ अनि पाठ आयो अब चिया खाने बेला भयो त्यति बेलासम्म मोबाइल चार्जमा हुन्छ यसो चार्ज भइया हुन्छ अलिअलि यताउता गऱ्यो त्यसपछि हातमा मोबाइल हुन्छ इन्स्टाग्रामको रिल्स खोल्छु हेर्छु हेरे गर्छु अनि इन्स्टाको रिल्स हेर्न मलाई झ्याउलाउँछ अनि इन्स्टाको रिल्स हेर्न मलाई झ्याउलाएपछि म टिकटकमा जान्छु टिकटकमा अलि नेपालको वर्तमान कन्डिसनका हुन्छ नि त कुराहरू त्यो आइरहेको हुन्छ यताउता हेर्छु त्यहाँ झ्याउलाउँछ अनि फेरि इन्स्टामा आउँछु फेरि रिल्सहरू हेर्छु अनि त्यसपछि फेसबुकतिर जान्छु यसो पोस्टहरू स्क्रोल गर्छु के भइरहेछ कसो भइरहेछ नेपालको राजनीतिहरू यताउता अपडेट्सहरू लिन्छु क्यार्छु हैन अनि मोबाइलमै दिनभरि हैन अनि अब जस्तै आज हाम्रो चाहिँ हेटौडाको यहाँ अन्तिम दिन हैन भोलि चाहिँ हामी अब हेटौडाको बसाइ सकियो हाम्रो अब भोलि हामी सिमरा जान्छौँ विशेष न्युपानीकोमा विशेष लम्बेकोमा अनि त्यसपछि चाहिँ हामी के भन्छ अनि पर्सि चाहिँ हामी आश्रम जान्छौँ हैन अब आज अन्तिम दिन अनि खेल्ने भनेर आयो क्रिकेट खेल्न भनेर आयो मलाई मन थिएन त्यही पनि यिनीहरूको लागि दुईटाको लागि भनेर म आइदिएँ अनि क्रिकेट खेलेर हिँड्छन् भोराहरू आज यहाँका अनि के गर्ने भन्दा घुम्दै हामी आइयो अब कहाँ आयो आउँदै भन्दाखेरि हामी यहाँ आइयो तलपट्टि म देखाउँछु यति आनन्दको ठाउँ यस्तो कल बग्या नदी छ माथिपट्टि पुल सुल यस्तो होइन आनन्दको उहाँमाथि पुल छ अनि मलाई खुब के आनन्द होइन म त भन्दाखेरि प्रकृति प्रेमी भन्छ त शब्द मलाई मन पर्दैन तर मलाई यस्तो पिस मन पर्छ होइन यहाँ गयो आनन्दले चुपचाप बस्यो आँखा चिम्म अनि आँखा चिम्म गरेपछि त एजले सबै प्रष्ट देखिन्छ आँखा खोल्दा भन्दा आँखा बन्द गरेपछि सबै देखिन्छ कि फेरि त्यस्तो रमाइलो हुन्छ होइन अनि म आज त्यही गर्दै थिएँ आनन्द चुपचाप बसिरहेको थिएँ आफ्नो कुराहरू मनमा खेलाउँदै क्यार्दै बडो मजा आइरहेको थियो अनि दुईवटा लन्ठुहरू काममा पाएका जाम गर्दै लास्टै सता मलाई जानै मन थिएन मलाई बसिरहन मन थियो बट के गर्न सकिन्छ यिनीहरू मलाई तानी जराक जुरुक पारेर मलाई त झैँ गराएर ल्याए अब मलाई केही पनि मजा आइरहेन कति मोबाइल हेर्नु भने कति रिल्स हेर्नु कहिले काहीँ रिल्सबाट निस्केर यो मोबाइलबाट निस्केर बाहिरको यो नेचर हेर्नु कति राम्रो छ कि होइन आनन्दले बस चुपचाप शान्त वातावरणमा आफू एक्लो र आफ्ना भावनाहरू फेरि आफू चाहिँ एक्लो भावना चाहिँ जति नै आइरहन्छ हो त्यो रमाइलो हुन्छ बट के गर्ने अब यस्तै भयो आउनु पर्यो सो आई एम नट ह्याप्पी होइन त्यही हो थ्याङ्क यू